कर्णालीबाट 31 दिन लगाएर 31 दिन खाली खुट्टा झन्डै 600 किलोमिटरमा भन्दा धेरै बाटो पार गर्दै काठमाडौँ आएका प्रधानमन्त्रीलाई आफ्नो कर्णालीको समस्या सुनाऊ भनेर आएका। तर ती नवराज बोहरा भेडालाई प्रधानमन्त्रीले नै भेट्दिएनन्। बिहान 9:30 बजे बोलाइएको बालुवाटारमा, बोलाएपछि बालुवाटारमा अब अहिले के सुरक्षा छ के छ भनेर त्यतिकै टारियो। त्यसपछि फेरि सिंहदरबार गइसक्नुभयो प्रधानमन्त्री, त्यहीँ जानुस् भनेर त्यता पठाइयो। त्यता पनि के भयो त उनलाई पुलिसले 1-2 घण्टा घुमाइदियो, तपाईको समस्या के छ, बरु प्रधानमन्त्री गोल्ड स्टार जुत्ता दिनुभएको छ लिएर जानुस् भनेर पठाइदियो। ल हेर्नुस्, एउटा त्यत्रो समस्या ल्याएर आएको त्यत्रो इन्ट्रेस्टिङ मान्छे, फेरि उनको समस्या यति धेरै जेन्युन छ। पहिलो समस्या के छ भन्दाखेरि उनको गाई र गुराँस बचाऊ अभियान। अनि अर्को कुरा छ नि निःशुल्क स्वास्थ्यमा छ नि जुन 1 लाख रुपियाँ व्यवस्था हुन्छ, त्यो 1 लाख रुपियाँ उपचार गर्नको लागि काठमाडौँ आउनुपर्ने, उतातिर हस्पिटल जम्मा 2टा मात्रै भएको हुनाले काठमाडौँ आएपछि त अब 1 लाखको ठाउँमा 3 लाख खर्च हुने भयो। स्वास्थ्य बिमा निःशुल्क कामै रहेन। त्यसको कुरा छ। पानीको मुख्य कुरा अर्को के छ भने स्कुलका बच्चाहरू, सरकारी स्कुल र प्राइभेट स्कुल हुन्छ। अब त्यहीँनिर सरकारी स्कुल कति नराम्रो हुन्छ भनौँ होइन, प्राइभेट त कति ठुलो कति स्ट्यान्डर्ड हुन्छ। अनि त्यसले के फिल गर्छ, त्यो बच्चाले सानैदेखि म गरिब हो म चाहिँ हिंताबोध हुन्छ, उसलाई सानैदेखि उसलाई एउटा नकारात्मक धारणा जान्छ, त्यसले पनि स्तर उन्नति गरिदिनु पर्यो भन्ने यस्ता खालका धेरै समस्या लिएर आउँदा पनि तर प्रधानमन्त्रीले भेटघाट गर्न दिनु भएन।